हेलो एभ्रिवान, नमस्कार अनि स्वागत छ तपाईँहरूलाई मेरो यो अर्को भिडियोमा। साथीहरू, आज भने धेरै लामो समय पछाडि फेरि पनि एकचोटि उपस्थित भइसकेको छु सिएमटिभीमा। म अनिश कार्की हालमा आएको नयाँ अपडेटको बारेमा कुराकानी गर्दै यो भिडियो तयार पारेर लिएर आएको छु, जसमा नयाँ अपडेटले के कुराहरू थप्यो र के कुराहरू घटायो भन्ने विषयमा पुरै केन्द्रित रहेर तयार पारिएको छ। र तपाईँले सुरुदेखि अन्तिमसम्म हेरेर आफूलाई कस्तो लाग्छ अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा दिन भुल्नुहुन्न भन्ने आशा व्यक्त गर्दै, नजानेका कुरा नबुझेका कुराहरू छन् भने पनि तल कमेन्ट बक्समा तपाईँले छोड्नुहुनेछ र म त्यसैमा आधारित रहेर त्यसैमा केन्द्रित रहेर अर्को पनि भिडियो लिएर उपस्थित हुनेछु भन्दै सुरु गर्छु यो भिडियो। हेलो साथीहरू, नमस्कार अनि स्वागत छ तपाईँहरूलाई हाम्रो यो स्क्रिन रेकर्डेड भिडियोमा। साथीहरू, सबैभन्दा सुरुमा कुराकानी गरौँ यो अपडेटको बारेमा। अपडेट गरिसके पछाडि तपाईँले हारा एप्लिकेसनलाई प्ले स्टोरबाट अपडेट गरिसके पछाडि सबैभन्दा सुरुमा यो हाम्रो इन्टरफेस भयो। यो चाहिँ रुम हो। धेरैजना साथीहरू नयाँ हुनुहुन्छ, के गर्ने कसो गर्ने भन्नुहुन्छ। सबैभन्दा सुरुमा ध्यान दिनुपर्ने कुरा यो तलपट्टि तपाईँहरूले देखिरहनु भएको यो रुम हो। त्यस पछाडि यो मोमेन्ट भन्ने छ, त्यस पछाडि यहाँनिर मेसेज, अनि तपाईँले यहाँ मी भनेको चाहिँ प्रोफाइल पाउनुहुन्छ है। कसैले पनि तपाईँहरूलाई मेसेज गर्नुभयो भने यहाँनिर पाउनुहुन्छ। इनबक्स भनेको यो हो होइन। त्यस पछाडि तपाईँलाई कोही साथीले हाल्नुभएको पोस्टहरू छ भने यहाँ पाउनुहुन्छ, र कोही साथीहरूले लाइभ खोलेर बस्नु भएको छ, उहाँहरूको लाइभ चाहिँ लिस्टमा छ। जस्तै यही तपाईँले देखिरहनु भएको छ, यसरी लिस्टमा देखिरहनु भएको छ। यसरी तपाईँलाई हेर्न मन लाग्यो भने चाहिँ तपाईँले रुममा थिचेर आउन सक्नुहुन्छ। साथीहरू, आज हामीले अपडेटको बारेमा कुरा गर्न लाग्दैछौँ। अपडेट कहाँनिरबाट चाहिँ थाहा हुन्छ त हामीलाई? अपडेट कहाँबाट चाहिँ हेर्ने, के कुरा अपडेट भयो भन्ने कुरा सबभन्दा यहाँनिर अहिलेको मेन अपडेट भनेको यसमा टास्कको आएको छ। साथीहरू, टास्क तपाईँले आफ्नो मीमा आएर यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। यहाँ स्क्रिनमा तपाईँले यहाँ टास्क भन्ने अप्सन देख्नुहुन्छ। यो टास्क भन्ने अप्सनलाई एकचोटि थिच्नु होला साथीहरू। यसलाई ट्याप गरिसके पछाडि तपाईँहरूले यस्तो खालको इन्टरफेस पाउनुहुन्छ अपडेट पश्चात। यो भनेको चाहिँ टास्क हो। तपाईँहरूले यहाँनिर सुरुमा देख्न सक्नुहुन्छ, यहाँ टास्क लेखिएको छ, त्यस पछाडि होस्ट टास्क लेखिएको छ होइन, त्यस पछाडि इभेन्ट लेखिएको छ। अब चाहिँ तपाईँहरूको यो टास्कभित्रै यो 3टा सेक्सन हुन्छन्, जुन सेक्सनबाट तपाईँले इभेन्ट के चलिरहेको छ, कुन इभेन्टमा आफू सहभागी हुन सक्छु सक्दिनँ भन्ने कुराहरू यहाँबाट थाहा पाउन सक्नुहुन्छ इभेन्टबाट। भनेदेखि तपाईँले होस्टिङ गरेर पाउनुहुने रिवार्डहरू चाहिँ यो होस्ट टास्कबाट कलेक्ट गर्न मिल्छ। भनेदेखि यो टास्क भनेको, यो सुरुको टास्क भनेको चाहिँ तपाईँले डेली रिवार्ड क्लेम गर्दै गर्दाखेरि पाउनुहुने यो टास्कहरू कम्प्लिट गरेर चाहिँ डेली रिवार्डहरू तपाईँले रिसिभ गर्न सक्नुहुन्छ। साथीहरू, यसलाई अलिकति माथिपट्टि सार्यो भने मैले तपाईँलाई यहाँ देखाउन चाहेँ बिगिनर रिवार्ड भनेर लेखिएको छ। यो बिगिनर रिवार्ड भनेको के हो भनेदेखि कम्प्लिट बिगिनर टास्क टु क्लेम ट्रेजर भनेको छ। यहाँ तपाईँले तलपट्टि देख्न सक्नुहुन्छ यो स्टे इन अ रुम फर 5 मिनट। तपाईँहरू जुनै रुम गएर 5 मिनट बस्नुभयो भने पनि तपाईँले यो जी कोइन भन्छ, यो पर्पल खालको कोइनलाई, यो 500 कोइन पाउनुहुन्छ। त्यसै गरी तपाईँहरूले 5 जना होस्टहरूलाई फलो गर्नुभयो भने होइन, तपाईँले यो 7 दिनको लागि यस्तो खालको त्यो तपाईँको प्रोफाइलमाथिको ब्याज पाउनुहुन्छ। अनि यो आइसक्रिम तपाईँले अरूलाई पठाउनु भयो भने है, धेरैजना साथीहरू एकछिन छक्क पर्नुहुन्छ। जस्तै मैले सेन्ड गरेको थिएँ तर मेरोमा आएन भन्नुहुन्छ। त्यो तपाईँहरूको यस्तो यो भनेको सेन्ड आइसक्रिम गिफ्ट भनेको छ। यो भनेको तपाईँले पठाइसकेपछि मात्रै पाउने हो, तपाईँले पठाउनु पर्यो क्या। यदि तपाईँलाई अरू कोही साथीहरूले पठाउनु भएको छ भनेदेखि तपाईँले यो क्लेम गर्न मिल्दैन। यो चाहिँ तपाईँ आफैले पठाएको हुनु पर्यो है। त्यसका साथसाथै तपाईँले यहाँ तलपट्टि देख्न सक्नुहुन्छ, यहाँ रिचार्ज वान्स भनेको छ। तपाईँले हरेक दिन रिचार्ज गर्नुभयो भने 100 कोइन पाउनुहुन्छ। त्यस पछाडि भिआइपी किन्नु पर्यो, भिआइपी किन्दाखेरि 100 पोइन्ट पाउनुहुन्छ होइन। अनि स्पेन्ड 6000 कोइन भनेको छ। तपाईँले 6000 कोइन किनेर खर्च गर्नुभएको छ भने तपाईँले यहाँनिर 100 कोइन पाउनुहुन्छ। त्यसका साथै तपाईँको अब यहाँ गेमहरू खेल्नुभयो भने पनि तपाईँले यो कोइनहरू पाउने हुन्छ। यी टास्कहरू तपाईँले कम्प्लिट गर्दै गए पछाडि यो माथिपट्टि तपाईँले देख्ने यो जुन ट्रेजर बक्स छ नि, यो ट्रेजरहरू खुल्छ। यो ट्रेजर खुल्दाखेरि चाहिँ के हुन्छ त भनेदेखि यो लाइन मान्नुहोस्, तपाईँको यो यहाँको लाइन चाहिँ फुल भइसकेको छ भनेदेखि तपाईँले यो सुरुको बक्समा छोएर हेर्नुहोस् त, यी 3टा चिज पाउनुहुन्छ। यो भनेको एउटा फ्रेम भयो, यो भनेको तपाईँले तलपट्टि च्याट गर्दाखेरि आउने खालको एउटा त्यो च्याट ब्यानर भयो होइन। त्यस पछाडि यो जी कोइन्स भनेको 100 जी कोइन पाउनुहुन्छ, जसले चाहिँ तपाईँले गेम खेल्न या त लकी ट्रम्पेट सेन्ड गर्न पाउनुहुन्छ है। अनि त्यस पछाडि तपाईँले यो दोस्रो पनि कम्प्लिट गर्नुभयो भने चाहिँ तपाईँलाई यति राम्रो खालको एउटा यो इन्ट्री दिन्छ, जुन इन्ट्री लिएर तपाईँहरू कसैको रुममा छिर्नु भने बिरालो कराउँछ म्याउ गरेर, एकदम राम्रो छ त्यो पनि। साथै यो फ्रेमहरू पाउनुहुन्छ होइन, जी कोइन पनि 500 पाउनुहुन्छ। त्यसका साथै तपाईँको अर्को रहेको छ, एकै दिन क्लेम गर्न मिल्ने अर्को रहेको छ 3 नम्बरको ट्रेजर बक्समा चाहिँ राइजिङ स्टार भन्ने एउटा तपाईँलाई यो ब्याज दिन्छ। अनि अर्को भनेको चाहिँ तपाईँलाई यो फ्रेम दिन्छ। यो राइजिङ स्टार भनेको चाहिँ ब्याज हो है साथीहरू, तपाईँहरूले दैनिक कलेक्ट गर्न मिल्छ।
त्यसका साथसाथै तपाईँले यो कम्प्लिट गरिसके पछाडि तपाईँको डेली टास्क यहाँनिर दिएको छ। यो तलबाट पोइन्टहरू पनि रिसिभ गर्न सक्नुहुन्छ। रुममा 5 मिनटसम्म बसेर 100 जी कोइन क्लेम गर्न सक्नुहुन्छ भने फलो 3 होस् भने चाहिँ फेरि यी कुराहरू पनि डेली टास्कमा छ नि। यी सबै तपाईँले कम्प्लिट गरेर चाहिँ तल दिएको कोइन या त पोइन्टहरू या त अन्य गिफ्टहरू तपाईँले रिसिभ गर्न सक्नुहुनेछ। साथै साथीहरू अब कुरा गरौँ, धेरैजना साथीहरूले सोध्नुहुन्छ मेरो त आइडीबाट अब रिवार्डै उठाउन नमिल्ने पो भनेर। त्यस्तो होइन है, यो अपडेटबाट चाहिँ यो होस्ट टास्कभित्र तपाईँहरूको रिवार्ड आएर बसेको छ। तपाईँले चाहिँ यहाँनिर थिच्नुभयो भने तपाईँहरूको यसरी रिवार्ड यहाँ क्लेम गर्ने ठाउँ देखाउँछ। साथीहरू अब यसलाई तपाईँहरूले सार्दै आउनुभयो भने तपाईँहरूले टाइमिङ गरे अनुसारको तपाईँले कति टाइमिङ र कति गिफ्ट सेन्डिङ रिसिभिङ गर्नुभएको छ त्यो अनुसारको तपाईँहरूको यहाँ रिवार्ड सो भइरहेको हुन्छ। तपाईँहरूले टाइमिङ कम्प्लिट गरेर क्लेम गर्न सक्नुहुनेछ। साथै पहिले अब यो अपडेटले नयाँ चेन्जेस के ल्यायो भन्नुहुन्छ भने एउटा यो ब्यानर पुरै यो पेज चेन्ज ल्यायो। त्यस पछाडि अब अरू भनेको चाहिँ जस्तै अगाडिको बेलामा हामीसँग 100 को एउटा कुनै हट गिफ्ट पठायौँ भने तपाईँलाई यो 10 कोइन दिन्थ्यो। त्यस पछाडि 2000 को डम्बरू पठायौँ भने दिन्थ्यो होइन। साथै 10,000 वाला गिफ्ट अर्को पठायौँ भने दिन्थ्यो। अनि यो 1 लाख वाला त यही नै छँदैछ, यी दिन्थ्यो। अनि अर्को भनेको चाहिँ तपाईँहरूको यहाँनिर तलपट्टि देख्न सक्नुहुन्छ जस्तै 1 मिलियन पोइन्ट ट्रान्सफर गर्नु अन गर्नु भएको छ भने तपाईँले अहिले 20,000 पाउनुहुन्छ र यहाँ 40,000 पाउनुहुन्छ। पहिले चाहिँ यहाँनिर 25,000 र 50,000 थियो, जसबाट तपाईँले 75,000 पाउनुहुन्थ्यो भने अब अहिले त्यो 75बाट घटाएर 60,000 मा झारेको छ है त। यो चाहिँ तपाईँहरूलाई घटाएको हो है। अब यी कुराहरू भए आजको अपडेटले ल्याएको मुख्य चेन्जेसहरू है। अरू सबै कुरा सेम छ। तपाईँलाई यहाँनिर रुल्समा थिचेर यहाँनिर भएको रुल्समा थिचेर हेर्न सक्नुहुन्छ। कतिको तपाईँले टार्गेट गर्नुभयो भने तपाईँले कति पाउनुहुन्छ भनेर यो रुल्स यहाँभित्र दिएको छ। सबै कुराहरू यहाँनिर छ। जस्तै तपाईँ होस्ट हुनुहुन्छ, तपाईँले केही नै क्लेम गर्न सक्नु भएको छैन, तपाईँलाई गिफ्ट गर्ने कोही सपोर्टरै छैन भने पनि तपाईँले यहाँनिरबाट चाहिँ क्लेम गर्न सक्नुहुन्छ है। यदि नो टार्गेट विदाउट एनी टार्गेट अलिकति पनि गिफ्ट नपाइकन तपाईँले हरेक दिन चाहिँ प्रति घन्टाको 250 दरले 2 घन्टा टास्क कम्प्लिट गर्नुभयो भने चाहिँ 500 गरेर तपाईँले दैनिक रिवार्डहरू उठाउन मिल्छ भनेर यहाँनिर यो होस्ट पोलिसीहरू देखाइएको छ। यहाँनिरबाट पनि हेरेर तपाईँले केही कुराहरू बुझ्न सक्नुहुन्छ। अनि अर्को एउटा रहेको छ यो इभेन्ट भन्ने कुरा। अब तपाईँहरूले चाहिँ इभेन्ट के छ भनेर हेर्नको लागि अन्त जानु परेन, टास्कमा थिच्ने बित्तिकै यहाँ इभेन्ट भन्ने आउँछ। यसमा छोयौँ भने यहाँ देख्न सक्नुहुन्छ क्यास विल भन्ने इभेन्ट छ र अर्को गेम इन्भाइट इभेन्ट छ। अनि अर्को भनेको भिआइपी डेली रिवार्ड छ। यो भनेको तपाईँले भिआइपी लिनुभयो भने चाहिँ तपाईँले दैनिक रूपमा पाउनुहुने रिवार्डहरू यहाँनिर देखाइएको छ है त। त्यस पछाडि साथीहरू तपाईँलाई मैले यहाँनिर देखाउन चाहे, यहाँनिर सबैभन्दा सुरुमा यो क्यास विल भनेको के हो भनेदेखि यो क्यास विलबाट चाहिँ तपाईँले कोही साथीलाई इन्भाइट गर्नुभयो, यहाँ थिचेर भित्र गएर इन्भाइट गर्नुभयो भनेदेखि तपाईँले यो स्पिन घुमाउन पाउनुहुन्छ। इन्भाइट गरेर मात्र हुँदैन, तपाईँले इन्भाइट गरेको साथीले यहाँनिर देखाए अनुसार तपाईँले यो इन्भाइट फ्रेन्डमा थिचेर होइन, यहाँबाट फेरि इन्भाइट फ्रेन्डमा थिचेर तपाईँले सेयर गर्न सक्नुहुन्छ भनेदेखि त्यसका साथसाथै तपाईँले यहाँनिर तलका दिएको यो स्टेप 1 फलो गर्नुपर्छ, स्टेप 2 फलो भएको हुनुपर्दछ। त्यस पछाडि यो फ्रेन्डले तपाईँले जसलाई इन्भाइट गरेर बोलाउनु भएको छ उसले यो कुराहरू कम्प्लिट गरेको हुनुपर्दछ। यी कुराहरू गरिसके पछाडि तपाईँले जस्तै मैले एउटा बोलाएको साथीले यहाँनिर जी कोइन युज गरेर गेम खेल्नु भएको रहेछ है। मैले यो क्लेम गरेँ। अब क्लेम गरिसके पछाडि मसँग एउटा स्पिन छ, मैले घुमाएँ है त। यसरी घुमाउँदै गर्दाखेरि यदि क्यास आउटमा पऱ्यो भनेदेखि मैले पैसा झिक्न मिल्छ होइन। अहिले 39 पोइन्ट पाएको छु। अब मेरो यहाँनिर एड भयो। यो यदि 90,000 पुग्यो भने साथीहरू यो 90,000 पोइन्टलाई चाहिँ मैले मेरो डाइरेक्ट यहाँनिर अगाडिपट्टि देख्न सक्नुहुन्छ तपाईँहरूले। यो डाइरेक्ट प्रोफाइलमा यहाँ देखाउने यो जुन पोइन्ट छ यो पोइन्टमा चाहिँ मैले ल्याएर एड गर्न मिल्छ है। यो चाहिँ आफै एड हुन्छ त्यहाँनिर हामीहरूले पुर्यायौँ। यदि क्यास आउट अप्सनमा चाहिँ तपाईँको व्हिल गरेर घुमेर रोक्यो भने अटोमेटिक यहाँनिर आएर जोडिन्छ, या त स्पिन गर्दा गर्दै तपाईँले 90,000 पुर्याउनु भयो भने पनि यहाँनिर आएर जोडिन्छ है त। तपाईँहरूलाई मैले अहिले जानकारी गराइसकेँ। यो टास्कको भित्रको अपडेट थियो, यो अपडेट मैले अहिले यहाँ देखाएँ। अनि यहाँभित्र तपाईँले पाउनुहुने मुख्य कुराहरू भनेको यसबाट तपाईँले दैनिक रूपमा फ्रेमहरू पाउनुहुन्छ होइन। त्यो फ्रेम सँगसँगै तपाईँले त्यो आफ्नो प्रोफाइल विङ्सहरू पाउनुहुन्छ। यो प्रोफाइल विङ्स भयो, यी सेन्डहरू गर्नु भने प्रोफाइल विङ्स पाउनुहुन्छ। यी कुराहरूको चाहिँ तपाईँले नछुटाउनु होला है त साथीहरू। तपाईँहरूले यी कुराहरू नछुटाउनु होला। आफ्नो दैनिकी रिवार्डहरू कम्प्लिट गरेर तपाईँहरूले अवश्य पनि यो फ्रेमहरू अनि अन्य उपहारहरू जुन छ यो नयाँ अपडेटले ल्याएको ती सबै क्लेम गर्नुहुन्छ भन्ने आशाका साथ यो भिडियो तपाईँलाई कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै फेरि पनि अरू भिडियो लिएर उपस्थित हुने नै छौँ। आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया तल कमेन्ट बक्समा दिन नभुल्नुहोला भन्दै आजका लागि बिदा हुन्छु। हस्त नमस्ते, बाइ।